अवस्थामा लोनको डिफल्टरको कारणले, मार्केटको चेन्जेसको कारणले, अपरेसनल फेलियरको कारणले अथवा साइबर सेक्युरिटी कारणले के हुन सक्छ, रिस्क हुन सक्छ भनेर हामीले हेर्यौँ। रिस्क चाहिँ हामी दुई किसिमले विभाजन गर्छौँ, एउटा सिस्टमेटिक रिस्क र एउटा अनसिस्टमेटिक रिस्क। अब सिस्टमेटिक रिस्कमा कस्तो हुन्छ भन्दाखेरि तपाईको चाहिँ मार्केटको उतार चढावको कारणले अथवा चाहिँ गभर्नमेन्टको पोलिसीको कारणले, ट्याक्सेसन पोलिसीको कारणले अथवा इन्ट्रेस्टको कारणले, ग्लोबलाइजेसनको कारणले कुनै रिस्क आउँछ भने यस्ता रिस्कलाई हामी के भन्छौँ, सिस्टमेटिक रिस्क भन्छौँ। सिस्टमेटिक रिस्कमा के हुन्छ भन्दाखेरि यसमा ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको कम्पोनेन्ट भन्दा बाहिरको कम्पोनेन्टले कुनै रिस्कहरू क्रिएट गरिरहेको हुन्छ, त्यस्तो रिस्कलाई हामी के भन्छौँ, सिस्टमेटिक रिस्क। जनरली सिस्टमेटिक रिस्कमा हामीले के हेर्नु पर्यो, मार्केटको फ्लक्चुएसन कस्तो छ, त्यो मार्केटको फ्लक्चुएसनले कस्तो रिस्क ल्याउँछ भनेर चाहिँ हामीले जानकारी राख्नु पर्यो। त्यस्तै गभर्नमेन्ट पोलिसी जस्तो फिस्कल पोलिसी आउँदैछ आज होइन, फिस्कल पोलिसीमा गभर्नमेन्टले कस्तो कस्तो विषयहरू उठाउँछ, त्यो विषयले पनि अब हाम्रो फाइनेन्सियल इन्स्टिट्युसन सम्बन्धी कुन कुन विषयहरू एड्रेस हुन्छ, त्यो विषयले पनि के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ रिस्कहरू ल्याउन सक्छ। फाइनेन्सियल इन्स्टिट्युसन गभर्नमेन्टले लिने पोलिसीले रिस्कहरू ल्याउन सक्छ। त्यस्तै तपाईँको चाहिँ ट्याक्सेसन पोलिसीहरू अथवा ट्याक्सका रेटहरू चेन्ज भयो, मान्छे करका दरहरू फाइनेन्सियल इन्स्टिट्युसनले तपाईँको चाहिँ गभर्नमेन्टले पे गर्नुपर्ने ट्याक्सका तपाईँको चाहिँ रेटहरू चेन्ज भइदिए अथवा इन्ट्रेस्ट रेटमा कुनै चेन्ज आइदियो अथवा तपाईँको कुनै ग्लोबल इस्युज आइदियो, यो कारणले चाहिँ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनमा यस्तो रिस्कहरू आउन सक्छ। त्यस्तो रिस्कलाई हामी के भन्छौँ, सिस्टमेटिक रिस्क राख्छौँ भने अर्को अनसिस्टमेटिक रिस्क, जुन कम्पनी अथवा फर्ममा चाहिँ केन्द्रित जोखिम हो, जुन चाहिँ जस्तो खालको यस्तो खालको रिस्क चाहिँ के हुन्छ त भन्दाखेरि संस्थाको आफ्नो कारणबाट के हुन्छ त उत्पन्न भएका जोखिमलाई हामी के भन्छौँ, अनसिस्टमेटिक रिस्क। सिस्टमेटिक रिस्कमा के हुन्छ भन्दाखेरि तपाईँको चाहिँ हाम्रो ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन भन्दा बाहिरका कम्पोनेन्टबाट रिस्क आउँछ भने तपाईँको अनसिस्टमेटिक रिस्कमा के हुन्छ, ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको कारणबाट, इन्टरनल कारणबाट के हुन्छ त रिस्क आउँछ भने यस्तो रिस्कलाई हामी के भन्छौँ, अनसिस्टमेटिक रिस्क। अब रिस्कमा सिस्टमेटिक र अनसिस्टमेटिक पछि यहाँ चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ, तपाईँलाई ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनमा कस्तो कस्तो रिस्कहरू तपाईँ देख्न सक्नुहुन्छ भनेर। पहिलो रिस्क चाहिँ के हुनसक्छ, क्रेडिट रिस्क हुनसक्छ। क्रेडिट रिस्क तपाईँको चाहिँ लोनको बरुवरको कारणले हामीले लोनको ल्यान्डिङ गर्दाखेरि समयमै कर्जा र ब्याज तिर्न नसक्दा ब्याङ्कले भोग्ने जोखिमलाई हामीले ल्यान्डिङ गरेका छौँ, लगानी गरेका छौँ, त्यो लगानी हामीले दिएको ऋणीले टाइममा पैसा बुझाइदिएन, टाइममा उसले इएमआई बुझाइदिएन अथवा तपाईँले टाइमले चाहिँ के गरिदिएन भन्दाखेरि तपाईँ चाहिँ पैसा तिरेन, नतिरेको कारणले इन्ट्रेस्ट तिरेन अथवा प्रिन्सिपल तिरेन, इन्ट्रेस्ट र प्रिन्सिपल नतिरेको कारणले आउने जोखिम अथवा हामीले गरेको ल्यान्डिङ राम्रो नभएको कारणले, कोल्याटरल राम्रो नभएको कारणले अथवा तपाईँको चाहिँ हामीले दिने कर्जा अथवा कस्टमरको चाहिँ क्यारेक्टर राम्रो नभएको कारणले, क्यापासिटी राम्रो नभएको कारणले क्रेडिट रिस्कहरू आउन सक्छ, जुन ऋणीले समयमै कर्जा तिरेन अथवा इन्ट्रेस्ट तिरेन भने यस्ता रिस्कहरू आउन सक्छ। जस्तै हामी उदाहरणको रूपमा नन पर्फर्मिङ लोन जुन हामी एनपिएल भन्छौँ नि, एनपिएल एज अ एक्जाम्पल अफ क्रेडिट। यो के हो त भन्दाखेरि क्रेडिट रिस्कको कारणले ब्याङ्कको के हुन्छ, नन पर्फर्मिङ लोन चाहिँ बढ्दैन होइन। दोस्रो भनेको लिक्विडिटी रिस्क हो। लिक्विडिटी रिस्क भनेको तरलता व्यवस्थापन सम्बन्धी जोखिम। मार्केटमा के हुनुपर्छ भन्दाखेरि ब्याङ्क तथा वित्त संस्थाले तरलतालाई अप्टिमम युज गरेको हुन्छ अथवा तपाईँले चाहिँ लिक्विडिटी म्यानेज गरेको हुन्छ। कस्टमरले चाहेको बेलामा जति बेला पनि उसको खातामा रहेको पैसालाई विथड्र गर्न सक्ने व्यवस्था गरेको हुनुपर्छ। जस्तै क्यास रिजर्भ पर्याप्त हुनुपर्छ, हामीले भन्यो सिआरआर एसएलआर चाहिँ म्यानेज गर्नुपर्छ अथवा तपाईँको चाहिँ बजारमा चाहिँ तरलता सम्बन्धी सम्पत्तिको अभाव भइदियो भने यस्तो खालको जोखिमलाई हामी के भन्छौँ, लिक्विडिटी रिस्क भन्छौँ। अब ब्याङ्कले ग्राहकलाई समयमै निश्चय फिर्ता दिनुपर्छ, जुन हामीले डिपोजिट लिइरहेको हुन्छौँ विभिन्न स्किमबाट, विभिन्न अकाउन्टबाट, कल एकाउन्ट, सेभिङ एकाउन्ट, फिक्स डिपोजिट एकाउन्ट, यसमा चाहिँ उनीहरूले मागेको बेला हामीले के गर्नुपर्छ भन्दाखेरि उनीहरूले पैसा फिर्ता दिनुपर्छ। त्यस कारणले जस्तै सिआरआर राख्नुपर्छ, एसएलआर राख्नुपर्छ अथवा बजारमा चाहिँ तरल सम्पत्तिको अभाव छ भने त्यसलाई म्यानेज गर्न सक्नुपर्छ होइन। यस कारणले चाहिँ ब्याङ्कलाई के हुनसक्छ, लिक्विडिटी म्यानेजको कारणले ब्याङ्कलाई रिस्क आउन सक्छ। त्यस्तो खालको रिस्कलाई हामी के भन्छौँ,
लिक्विडिटी रिस्क हैन। त्यस्तै अर्को मार्केट रिस्क, तपाईँको इन्ट्रेस्ट रेटको कारणले अथवा फरेन एक्सचेन्जको कारणले के हुनसक्छ, सेयरको प्राइसको कारणले अथवा अरू चाहिँ फाइनेन्सियल इन्डिकेटरमा आएको चेन्जेसको कारणले चाहिँ के हुनसक्छ, ब्याङ्कमा रिस्क आउन सक्छ। यस्तो खालको रिस्क चाहिँ हामी के भन्छौँ, मार्केट रिस्क भन्छौँ। मार्केट रिस्क जानुहोस्, फरेन एक्सचेन्ज लस भयो अथवा इन्ट्रेस्ट रेटमा कुनै फ्लक्चुएसन आयो भने यसको कारणले के आउन सक्छ, ब्याङ्क तथा वित्तीय संस्थामा चाहिँ मार्केट रिस्क आउन सक्छ। त्यसै चाहिँ अर्को अपरेसनल रिस्क। अपरेसनल रिस्कले के भन्छ भन्दाखेरि कुनै पनि ब्याङ्क तथा फाइनेन्सियल इन्स्टिट्युसनहरू सञ्चालन गर्दाखेरि हैन, अपरेसनल लेभलमा हैन, अपरेटिङ गर्दाखेरि आउने जोखिमलाई अथवा सिस्टमको कमजोरीको कारणले, हाम्रो इन्टरनल स्टाफको विकनेसेसको कारणले अथवा स्टाफको कमजोरीको कारणले, टेक्निकल इस्युजको कारणले के हुनसक्छ भन्दाखेरि चाहिँ अथवा ब्याङ्कमा हुन सक्ने फ्रडको कारणले के हुनसक्छ भन्दाखेरि चाहिँ अपरेसनल रिस्कहरू आउन सक्छ। जस्तै एटिएम ह्याक भयो हैन, कसैको एटिएम ह्याक भएर तपाईँले चाहिँ खरबौँ पैसा निकाल्नु, यो के हो त, सिस्टम बिग्रियो नि। सिस्टम बिग्रिएको कारणले के भयो भन्दाखेरि ब्याङ्कमा रिस्क भयो। अथवा कर्मचारीले कुनै गल्ती गर्यो अथवा कर्मचारीले त्यस सङ्गठित अपराधमा मिलेको मान्छेसँग के अरे तपाईँको जुन कुनै साँठगाँठ गरेर कुनै फाइनेन्सियल लाभ लिने किसिमले चाहिँ कुनै ब्याङ्कलाई चाहिँ क्षति पुर्यायो होइन भने यस्तो खालको रिस्क चाहिँ हामी के भन्छौँ, अपरेसनल रिस्क भन्छौँ है। राम्रो हो।